हे भ्युअर्स, स्वागत छ मेरो युट्युब च्यानलमा। म हो मालती। आज चाहिँ हाम्रो अफिसमा सानो एउटा सेलिब्रेसन प्रोग्राम थियो, सो त्यसकै ब्लग बनाऊँ भनेर लागिरहेको थिएँ। अब सेलिब्रेसन चाहिँ हाम्रो अहिले के को भइरहेको छ भन्दाखेरि आज हाम्रो त्यहाँको 10 लाख कस्टमर पुगेको ब्लग हामीले चाहिँ केकहरू काटेर यसरी नै सेलिब्रेसन गरेको थियौँ। देशको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्लिङ कम्युनिकेसनको इन्टरनेट जडान भएको घरधुरीहरूको संख्या चाहिँ अब 10 लाख क्रस भएको छ हैन। हामी कति पुग्यौं? 10 लाख। अब हामी अर्को वर्ष 15 लाख पुग्छौं। 15 मात्रै? ल 1995 मा चाहिँ वर्लिङको स्थापना भएको थियो। अब त्यो बेलामा चाहिँ हाम्रो कम्पनीका संस्थापक भनौँ न दिलीप अग्रवालले चाहिँ अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र इमेल सर्भरबाट चाहिँ वर्लिङको यात्रा सुरु गरेको थियो भनौँ न। अनि त्यस पछाडि चाहिँ नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त भइसके पछाडि चाहिँ सेवा विस्तारमा लागेको थियो र विक्रम सम्वत 2074 सालको जेठमा चाहिँ 1 लाख ग्राहकलाई इन्टरनेट कनेक्सन उपलब्ध गराउन वर्लिङ त्यति बेलामा सफल भएको थियो। त्यसको 1 वर्षपछि अर्थात् 2075 सालको जेठसम्म आइपुग्दा चाहिँ कम्पनीको ग्राहक 2 लाख क्रस भएको थियो हैन। त्यो आंकडाहरू चाहिँ अहिले बिस्तारै बिस्तारै ग्रोथ हुँदै गइरहेको छ र नेक्स्ट अब अर्को वर्षमा अझै धेरै सफलता पाओस्। हाम्रो वर्लिङ कम्युनिकेसनलाई हार्दिक बधाई छ। कम्पनीको स्टाफहरूले मलाई पनि बधाई छ। देशभर लगभग 130 वटा ब्रान्च रहेको छ वर्लिङ कम्युनिकेसनको हालसम्मको लागि चाहिँ। अनि यो सेलिब्रेसन चाहिँ हाम्रो बनेपा ब्रान्चको हो। हामी कति पुग्यौं? 10 लाख।